नमस्ते, म सिम्सन मगर अहिले भने सेन्थनको एउटा पहाडमा आइपुगेको छु र यहाँ तल देखिरहने भएको अलिसान बिल्डिङहरू र यो सहर भने सेन्थम सिटी यानि कि बुसानको एउटा सानो क्षेत्रको सिटी रहेको छ र खासमा बुसानको इतिहास लामो भए तापनि कोरियाकै इतिहास पल्टाएर हेर्दाखेरि 2333 ईपूमा कोरिया देश स्थापना भएको थियो। सोही समयमा कोरियामा भने बक्चे र सिल्ला त्यसै गरिकन अर्को एक राज्य गरिकन 3टा राज्यहरू थिए। यी राज्यहरूलाई राजा सिल्लाले एकीकृत गरेर एउटै राज्य बनाएको थियो। तर त्यस बीचमा पनि त्यसभित्रमा पनि अन्य साना साना राज्यहरू र क्षेत्रीय राज्यहरू भने थियो। सोही क्रम अनुसार यो कोरियालाई पहिले चाहिँ गोरियो भनेर बोलाउँदथ्यो। कोरियाको पुरानो नाम भने चाहिँ गोरियो भन्ने पुरानो इतिहासमा रहेको छ। गोरियो नाम चाहिँ कसरी रह्यो भन्दाखेरि गोरियो राजवंशजले 500 भन्दा बढी ज्यादा यो कोरियामा राज्य गरेका थिए। उनै 33-23 को समयदेखि लामो समयसम्म राज गरेका ती राज्यकालीन राज संस्थाबाट नै कोरिया नाम यानि कि गोरियो राज्य राज संस्थाबाट नै कोरिया नाम हुन गएको थियो। अनि तिनै गोरियो राजवंशजहरूलाई चाहिँ अमेरिका लगायतका अन्य राष्ट्रहरूले चाहिँ व्यापारिक तरिकाले व्यापार गरिरहँदाखेरि नाम बोलाउने नाम नै कोरिया रहेको थियो। र 1333 तिर यिनै देशमा सिल्ला राजा पश्चात राजा सेजोङले राज्य सत्ता पाएका थिए। यो कोरियामा पहिले चाहिँ आफ्नो छुट्टै लिपि र भाषा भन्ने थिएन। सोही समयमा चाइनिज भाषा यो ठाउँमा पनि यो भूमिमा पनि चल्दथ्यो। अनि चाइनाको लिपि र चाइनाको भाषा जनतालाई पढ्न लेख्न निकै गाह्रो भएको कारणले गर्दाखेरि राजा सेजोङले 1300 देखि 1400 को त्यो समयमा आफ्नो भाषा र लिपि हानगुल तयार गरेका थिए। अनि हानगुल चाहिँ जनताको आवाज बोल्नलाई लेख्नलाई सहजताको लागि सरलताको लागि आफ्नो भाषा आफ्नो लिपि निर्माण गरेका थिए भने त्यो समयकालदेखि नै अहिलेसम्म हेरिरहँदाखेरि हान्चा र यो पुरानो लिपि र नयाँ लिपि यी दुवै कोरियामा भने प्रयोग हुँदै आएको छ। तसर्थ 1909 मा यो कोरियालाई जापानले उपनिवेश गरेर 1909 देखि 1945 सम्म 35 वर्षसम्म उपनिवेश गरेका थिए। त्यति बेला उपनिवेशको समयमा भने जापानले निकै क्रूर शासन पनि गरेका थिए। अनि यहाँका धेरै स्ट्रक्चरहरू जुन बन्नुपर्ने सहरी विकासका कुराहरू पनि त्यति बेला जापानले उपनिवेश गरेकै बेलामा कति ठाउँहरू निर्माण गरिएको थियो। अनि भने विशेष गरिकन हामी हेर्दाखेरि त्यो 35 वर्षको अवधिभित्र जापानले कोरियालाई सिकाएको चिजहरू भने सिपका कुराहरू भने छँदै नै छ। त्यसपछिबाट ली कोरियाको पहिलो राष्ट्रपति बनेका थिए। अनि उनै पहिलो राष्ट्रपति हुँदाखेरि तिनै समयकालीनमा चाहिँ उत्तर कोरिया दक्षिण कोरियासँग विभाजन भएको थियो। त्यो चाहिँ 1950 को ताका दक्षिणसँग उत्तर छुटिसकेपछि 3 वर्षसम्म यो देशमा गृह युद्ध पनि भएको थियो उत्तर र दक्षिण बीच। अनि अहिलेसम्म भिन्दा भिन्दै राष्ट्र भए तापनि भाषा भने मिल्दोजुल्दो छ। यद्यपि अहिलेसम्म उत्तर र दक्षिणको शान्ति सम्झौता भने भएको छैन। शान्ति सम्झौता कागजमा नभए तापनि देशमा भने शान्ति नै कायम गरेको पाइन्छ। कोरियाको इतिहासको लागि आजलाई यति नै। हस् त, नमस्ते।